सेतो मच्छिन्द्रनाथ रथ यात्रा। हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिनदेखि सुरु हुने रथ यात्रा करिब 5 दिनसम्म चल्दछ। यो रथ यात्रा घण्टाघरबाट सुरु गरिन्छ। रथ यात्राको पहिलो दिन जनबहालमा अवस्थित सेतो मच्छिन्द्रनाथको मूर्ति विधिवत रूपमा पूजा गरी खटमा राखेर बाजा गाजा सहित 3 धारा पाठशाला अगाडि तयार पारिराखेको रथमा विराजमान गराइन्छ र पहिलो दिनको सेतो मच्छिन्द्रनाथ रथ यात्रा सुरु हुन्छ। पहिलो दिन रथलाई तानेर असन पुर्याइन्छ। दोस्रो दिन असनबाट हनुमान ढोका पुर्याइन्छ। तेस्रो दिन हनुमान ढोकाबाट लगनटोल पुर्याइन्छ। लगनमा सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिर रहेको छ। चौथो दिन लगनमा पुर्याएको रथलाई मच्छिन्द्रनाथकी आमाको मन्दिर वरिपरि 3 पटक परिक्रमा गराइन्छ र चौथो दिन दिनभर आमाको मन्दिरको साथमै राखिन्छ। यसरी वर्षमा 1 दिन मच्छिन्द्रनाथ आमाको साथमा बस्छिन् भन्ने कथन रहिआएको छ। अनि यात्राको 5औं दिन रथमा विराजमान सेतो मच्छिन्द्रनाथको मूर्ति झिकेर खटमा विराजमान गराइन्छ र बाजा गाजा सहित मच्छिन्द्र बहाल पुर्याइन्छ र जनबहालमा अवस्थित मन्दिरमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विराजमान गराइन्छ। यसरी 5 दिन लामो सेतो मच्छिन्द्रनाथ रथ यात्राको समापन गरिन्छ।